Hello, ladies and gentlemen, investors and traders. Welcome back to Nepseme. Nobody does it better. अहिले नेपाली राजनीति र नेपाली शेयर बजारमा मिल्दोजुल्दो कुरा भनेको फर्किने आश हो। नेपाली राजनीतिमा राजा फर्किने आशमा केही जनताहरू छन् भने नेपाली शेयर बजारमा बुल फर्किने आशमा लगानीकर्ताहरू छन्। जसरी दुर्गा परसाईले सम्पत्ति सकेर भए पनि राजा फर्काउने भनेर भनेका थिए, सम्पत्ति केही हदसम्म सकिए पनि राजा भने फर्किन सकेका छैनन्। ठीक त्यसरी नै सम्पत्ति मात्रै सकेर बुल फर्किने आश नै आशमा नेपाली लगानीकर्ताहरू बसेको पनि 3 वर्ष पुगिसक्यो। के गएको 3 वर्षमा नेपाली लगानीकर्ताहरूले नेप्सेबाट केही पनि कमाएनन् भन्ने हो त? कसैले केही पनि कमाएनन् भन्ने कुरा भने अलि सुहाउने कुरा भने होइन। गएको 3 वर्षमा नेप्सेले धेरै चान्स नदिए पनि 2900-3000 को र्याली भने बेला बेलामा दिइ नै राखेको थियो। त्यसरी नेप्सेले दिएको स्विङमा प्रॉफिट बुक गर्नेहरूले बाहेक अन्यले भने खासै कमाउन सकेनन्। तपाईले चाहिँ कति कमाउनु भयो त भन्ने कुरा चाहिँ आफ्नो पोर्टफोलियो हेरेर आफै नै अन्दाजा लगाउन सक्नुहुन्छ। बारम्बार नेपाली लगानीकर्ताहरूलाई आश मात्रै देखाइरहेको नेप्सेमा बुल कहिले फर्किन्छ भन्ने कुरा भने अहिलेसम्म पनि पत्ता लाग्न सकिसकेको छैन। गएको 3 वर्ष भित्रमा 6 पटकसम्म बुल घोषणा गरिसकेका विज्ञहरू अहिले भने मौन देखिन थालेका छन्। गएको 3 वर्षमा मार्केट घट्नु र बढ्नुको थुप्रै कारण देखाउँदै आइरहेका लगानीकर्ताहरूले अहिले मार्केट घट्नुको कारण भने गभर्नरको प्रतीक्षा हो भनेर आफ्नो चित्त बुझाइरहेका छन्। नयाँ गभर्नर छनौट गर्नको लागि गठन गरिएको समितिले 1 महिना पूरा हुँदासम्म पनि एउटा बैठक समेत गर्न सकिरहेको छैन। नेपालको इतिहासमा यस्तो ढिलाइ हुनु भने कुनै नौलो कुरा भने होइन। तर यसले कहाँसम्म असर गर्छ भन्ने कुरा चाहिँ सोच्नु पर्ने हुन्छ। जताततै कमिसन र सेटिङको मात्र खेल हुने देशमा अन्तिममा पिसिने भनेको लगानीकर्ता र देश मात्रै हो भन्ने कुरा बुझ्न हामीलाई गाह्रो भने छैन। सेटिङमै भए पनि गभर्नर आउना साथ बुलको इन्ट्री हुन्छ भन्नु र विष्णु पौडेल अर्थमन्त्री भएपछि बुल फर्किन्छ भन्नु कुरा भने उस्तै नै कुरा हुन्। सेटिङवाला गभर्नर आइसकेपछि मार्केटमा केही पोइन्टको स्विङ भने अवश्य पनि हुन्छ। तर यस्तो सेन्टिमेन्टमा आएको बुल कति लामो समय टिक्छ भन्ने कुरा भने हामीले विष्णु पौडेल अर्थमन्त्री भएपछि छर्लङ्ग देखि नै सक्यौं। अहिलेको अवस्थामा नेप्सेलाई हेर्दा कता कता बेबी बुल हो भन्ने चर्चा पनि नेप्से बढ्न साथ हामीले सुनिरहेका हुन्छौं। नेप्सेको गर्भमा बसेको बेबी बुल मार्केटमा कन्सोलिडेट भइरहेको पनि 9 महिना पुगिसक्यो। 9 महिना अगाडि 3048 सम्म पुगेको नेप्से 2 महिना अगाडि 2929 सम्म पुगे पनि 3000 को वाल भत्काउन भने सकेन। धर्का तानेरै 2 वर्ष अगाडि नेप्सेलाई 6000 पुर्याइसकेका धर्कमानहरूको धर्का तानाई आज भोलि भने केही हदसम्म कम भइसकेको छ। हेपाई खाई भए पनि धर्का तान्न नछोड्नेहरूको धर्का भने अहिले कहाँसम्म पुगेको छ भन्ने कुरा चाहिँ हामीले केही हदसम्म हेरौं। झट्ट धर्कालाई हेर्दा 2494 को लो र 2581 को लो को धर्का वरिपरि नेप्से आइपुग्ने सम्भावना छ। यो धर्काले अहिलेको नेप्सेको जवानीलाई धान्छ धान्दैन भन्ने कुरा भने केही दिनपछि मार्केटले आफै नै देखाइदिहाल्छ। फलानाले टोपी लगाइदियो भनेर हामी आरोप लगाउँछौँ। टोपीलाई यो गेमै टोपी लगाउने हो त? यो त मूर्ख मान्छे होइन त? यो गेमै टोपी लगाउने हो त? यो गेमै टोपी लगाउने हो त? ओहो, मैले त राम्रो प्राइस पाएँ, जो मूर्खले चाहिँ किन्न आएको यसैलाई बेचिदिन्छु। टोपी लगाउने हो त? यो त मूर्ख मान्छे। यो त टोपी लगाउने प्रक्रिया त यो राउन्ड टेबलमा चल्ने प्रक्रिया सधैँभरि चल्ने हो। टोपी नलगाइकन शेयर मार्केट चल्नै सक्दैन। यो त मूर्ख मान्छे।